मान्य सदस्य पनि भन्नुभयो हामी यति अनपढ गवार भएर सदनमा आएका होइनौँ। लाखौं श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरिएको छ। यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो। के भयो मान्य सदस्य, नियमावलीको कति नम्बर नियमावली? अब ये कौन है बे? छोटकरीमा आफ्नो भनाइ राख्नुहोस् मान्य सदस्य। थ्याङ्क यू। सम्मानीय सभामुख महोदय, भर्खरै माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेज्यूले भन्नुभयो अरे कौन भौंक रहा है ये बदतमीज? हामी सिरियस भएर यही विषयमा छौँ र सुनि पनि राखेका छौँ र देश र जनताले अहिलेको बजेटको बारेमा बुझ्दैछ। उहाँले कुरा गर्दै जाँदा भन्दै जाँदा बजेटमा आएर यो कम्युनिस्टको बजेट होइन, यो हाम्रो बजेट हो भनेर भन्नुभयो। कम्युनिस्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिस्टको बजेट भनेर क्वेसन गर्नुभयो? मलाई लाग्छ हिजोका शासनहरू हेर्दै आउँदा, हिजोको कम्युनिस्ट सरकार हुँदा देश र जनताले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि हिँडेको थियो। तर आज कम्युनिस्टको बजेट र तपाईँको बजेट के हो भन्ने कुरा यही क्वेरी आउने कुरा भइसक्यो। त्यस कारणले मैले मन्त्रीज्यूलाई भन्छु, मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न। तपाईँले ल्याएका बजेट हामी के अनभिज्ञ हो? तपाईँले मान्य सदस्य पनि भन्नुभयो हामी यति अनपढ गवार भएर सदनमा आएका होइनौँ। सम्मानीय सभामुख, उहाँले सम्मान गर्न पनि सिक्नुपर्छ। कम्युनिस्ट आज सडकमा पनि गरिब जनतालाई चाहिँ डोलर चलाउने, सदनमा पनि यो होइन, यसरी पाइँदैन। मान्य सदस्य रन्जु नेउपाने, के नियमावली, कुन नियमावलीको कुन नियमावली? छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, नियमावलीमा पनि नियमावली गर्नुपर्ने दिन आउँछ भन्ने मैले सोचेको थिएन। तथापि मेरो नियमावली छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमको घ र ङमा सम्बन्धित छ। पहिला सुरु ङ, बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसायले कसैले दुरुपयोग गर्न पाइँदैन। र ग, माननीय अर्थमन्त्रीज्यूले यहाँ प्रस्तुत गरेर जानुभएको बजेटका विषयमा छलफलका दौरान आएको कुराकानी हामी सबैले सुनिसकेका छौँ। तर उहाँलाई नै अपमान हुने जसरी अघि माननीय सदस्यज्यूले बोल्नुभयो त्यसलाई रेकर्डबाट हटाउन म अनुरोध गर्न चाहन्छु। र सँगसँगै कम्युनिस्टको बजेट होइन भनिरहँदाखेरि त्यो अपमानजनक, आपत्तिजनक भन्ने हो जस्तो लाग्दैन, त्यसलाई दार्शनिक रूपमा लिनुपर्छ भन्ने पनि लाग्दछ। धेरै धेरै धन्यवाद।